लागिरहेछ नि यो एसिया तोड्ने एसिया फाइनल्ली प्लास्टर भयो यो अब मानी आउँछ यहाँबाट सर हेलो गुड मर्निङ गाइस द न्यू डे न्यू ब्लग आजको भिडियोमा तपाईँलाई म सन्चै छु तपाईँहरू सन्चै हुनुहुन्छ होला आज पनि म बिहानको सधैँ चाहिँ बिहानको 9 बजेको छ 9:30 आज घरमा काम छ है त यो यही धाराको पाइप तोड्ने काम यहाँबाट स्टार्ट हुन्छ भिडियो आज एउटा नानी हो यो राम्रो बाटो यहाँ माथि जानुपर्छ मैले पुरो त यहाँबाट यहाँ सिधै गाउँ घरमा सुरु भइसक्यो खोदान के अरे पाइप तोड्ने काम नाइ म सब देखाउँछु म यहाँ गरेको काम पानी आइसक्यो है त हाम्रो गाउँमा यो मिस्त्री हाम्रो है पाइप जोड्ने अब आगो बाल्नु लाग्छ यहाँ पुगिसक्यौँ पाइप तोड्न लागिरहेछ नि खोइ त आछन् त बाहाम खट्टिनु पर्यो अब गडाउन त अझै त हो ल पाइप लाइन खोदेर रेस्टमा अहिले दिनभरि यस्तो थकाइ लाग्यो आज चिसो भइसक्यो घाम पनि माथि गइसकेको छ दानछडाको भिडातिर हामी खोदेको माथिदेखि त्यो घरको पल्लोपट्टि है त भोलि पनि छ अलिकति पाइप खोदान त्यसैले हामी अहिले रेस्ट गरेर फेरि कहाँ मासु खान जानुपर्ने भरे दानछडामा के छ केटाहरू कहाँबाट हो के छ त अरू आज पनि हामी काम लागिसक्यो 9 बजे खोदानमा है त पाइप तोडानमा आजको काम हाम्रो निकै तोड्नुपर्छ मेली परका घरलाई पुर्याएको यही घरलाई हाम्रो सभापतिको घरमा पुर्याएको छौँ त्यहाँ कोर्नै बाँकी रहेछ यार कस्ता गन्थडा रहेछन् अब त्यहाँ अलि कोर्नु छ त्यसपछि यहाँ सब पुरेर भ्याउनु पर्यो आज भएन यही हो है त अब यहाँ कोर्न बाँकी रहेछ यति आउनु आज हामीले खोदान सकिसक्यौँ होइन पाइप पुर्ने काम हेर्नु तल्ला घरसम्म यहाँलाई एक लाइन यो यहाँबाट यहाँ हाम्रो लाइन यो यहाँबाट पुरेको है त यो यहाँलाई पुर्दै क्या छैन पुरिसकेको हो यो सब हाम्रो घरको पछाडिबाट ल्याएको है त पाइप लाइन त्यहाँको घरबाट त्यो घरबाट आज बिहान है 10 बजेदेखि 1 बजेसम्म काम भयो उता धारो पनि प्लास्टर भइरहेछ फिनिसिङ कस्तो भइरहेछ है त हेरौँ पानी आउँछ 2-4 दिनभित्र ट्याङ्कीमा पनि आइसक्यो माथि
फिनिसिङ कति धारा 2 धारा किनेर आन त एक दिनमा को यसलाई यो को यो रुनियाएको हो अब टाउको धुनु पर्यो नाक पनि क भइहाल्ला माटो गइकन रात उफार्नु माटो लागेछ यहाँ नाकमा भित्र पुरै मुन टाउनु छारो हेर मुख त अब देखाउनु जस्तो छैन त्यही पनि देखाम नुहाएपछि पनि देखाउने हो हातहरू कहाँ छन् काम गरे भने दिनभरि हिजो र आज होइन त हो कि होइन ओइ हो कि होइन होइन भने फाइनल्ली प्लास्टर भयो यो अब पानी आउँछ यहाँबाट सर मैले पनि टाउको नुहाइसकेँ बस गरी जान्छु काम पनि गइसक्यो पुरो छ न एउटा किउढुङ्गा टिममा छँदैछ को है तँ कौन है बे तू क्या खाइदियो म यति बेला यहाँ ठ्याक्कै धारको ढुङ्गामा छु है काम पनि गाउँबाट गएर उता पारी पुगिसकेछ यता दानछोडातिर दानछोडा भन्दा पनि उता आगडामा गइसकेको छ काम हेर्न सक्नुहुन्छ गाइजहरू यो हेर्नुहोस् घाम यता माथि यहाँ पुग्नसम्म त अँध्यारो हुन्छ यहाँ ट्याक्क देख्न सक्नुहुन्छ यो झर्ना क्रिकेट ग्राउन्डबाट पनि पारी गइसकेको छ केटाहरू कोही छैनन् आजकल यहाँ क्रिकेट खेल्ने गाउँमा भएका खेलाडीहरू गइसके गन्तव्यतिर अनि कसले खेल्छ त होइन गाउँ रित्त बनाइसकेपछि मस्कोरी पुगेर आउनु पर्यो एक लट गाइस त्यही हो मस्कोरी गएर भेटौँ अब ल केटाहरू जाउँ त घर मस्कोरीबाट मस्कोरीमा छौँ कि त हामी अहिले आशिष जनरल स्टोरतिर हामी छौँ मैले स्कुलमा है त मस्कोरीका स्कुलमा है त हामी अहिले कतिदेखि कति हो पढ्यामा 8 देखि 10 सम्म हामी बस्या स्कुल को यो खिया लागिसक्यो यो अनि यो यहाँ त बसेनौ ल है त गाइजहरू त्यस्तो छ यहाँको माहौल चिसो पनि धेरै बढिसक्यो त्यसैले यहाँ बदाम खाइरहेछन् अन्त क्या यो नि स्कुल हो त क्या फुटाएको पल्ला झ्यालम म छाप होला सायद उमर दाइले हानेको 9 नम्बरको स्पार्क हो क्याको भागेर हामीमा झोता पुग्यौँ नि हिँडेर है नौमी बट्टे होला तल घर्यो भयो तातल्ली उडा आइकन बढी दानछाडाबाट आइकन परम भाइ आइ यहाँबाट स्कुल उडाउने भयो ल फाइनल्ली म मस्कोरीबाट पनि घर पुगिसक्यो है त यहाँ यस्तो चिसो छ जुट ओढ्नु पर्यो जुट ओढ्ने अब भिडियो एडिटिङ बनाउने र हाल्ने है त केटा हो आजको भिडियो यति नै है ल मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सने ल
सी यू नेक्स्ट ब्लग बाई सी यू